हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आइ एम ब्याक विथ माई न्यू भिडियो। आजको भिडियोमा चाहिँ के छ भन्दा चाहिँ आज मसँग चाहिँ होइन यो 1 रुपियाँ छ। यो 1 रुपियाँलाई चाहिँ मैले कतिमा 1000 मा कन्भर्ट गर्न सक्छु कि सक्दिनँ यो भिडियो हेर्नु है त गाइज। अब चाहिँ म यो पैसाको चक्लेट किन्न जाँदैछु। मैले चाहिँ 1 रुपियाँ भनिरहेको थिएँ, बट यो 2 रुपियाँ रहेछ। दुईवटा चक्लेट आउँछ कि आउँदैन थाहा छैन। ढेका पैसा चाहिँ चल्दैन नि त, त्यही भएर त्यही पनि म सोध्छु है त। अङ्कल 2टा चक्लेट दिनु न, चल्छ किन पैसा? धन्यवाद। धेरै जस्तोले चलाइदिनु न के, अलि राम्रो खाले चक्लेट दिनु ल। कफी दिनु के कफी दिनु न गाइज। अङ्कलले चाहिँ त्यो पैसा चलाइदिनु भयो, त्यही नै मेरो लागि लकको कुरा हो। 2टा चक्लेट लिगेँ गाइज। अब चाहिँ यसलाई मैले बेच्नु पर्ने हुन्छ। 5-5 रुपियाँमा बेच्छु होइन। म सक्सेस हुन्छु कि हुँदैन बेच्ने चाहिँ गला थाहा छैन, आइडिया छैन है गाइज। होइन बेच्ने गला थाहा छैन यार गाइज। आइ एम टोटली कन्फ्युज। गाइजहरू उता छन् होइन। बेचौँ कला बेचौँ? यो चक्लेट कसले किनिदिन्छ? आई हेभ नो एनी आइडिया। सिस्टर चक्लेट किन्नुहुन्छ? चक्लेट किन्नुहुन्छ? किन्नुपर्छ 5 रुपिस। थ्याङ्क यू सो मच सिस्टर, बोनी गरिदिनु भयो सिस्टरले। वाउ कति छ? ए ल म चेन्ज गरेर आउँछु ल। गाइज मैले चाहिँ 50 रुपियाँ कमाइसकेँ होइन। अब चाहिँ मेरो बोनी राम्रो भइसकेको छ। लिनु चेन्ज दिनु न यसको, अनि 5वटा चक्लेट नै दिनु गाइज। मेरो बोनी चाहिँ होइन, मेरो बोनी चाहिँ एकदम बवाल भयो। अब चाहिँ म हुन्छ नि यो सुरुमै किनिदिनु भयो कि सिस्टरले। उहाँ सिस्टर चाहिँ एकदम दामी हुनुहुने रहेछ। अब चाहिँ मलाई हल्का कन्फिडेन्स बिल्ड भएको छ कि मैले गर्न सक्छु भनेर चाहिँ। अब चाहिँ म गर्छु है त ल। मैले फेरि त्यो 5 रुपियाँको नि चक्लेट किन्यो, धेरै चक्लेट बनाएर बेच्नु पर्ने हुन्छ गाइज। अहिले चाहिँ मैले टाङ्गो किनेको छु होइन। सिस्टरको चाहिँ यहाँ 45 रुपिस छ गाइज। मेरो बोनी भयो। थ्याङ्क यू सो मच सिस्टर, लजाउनु भयो। अब चाहिँ म बेच्छु है। मसँग 6वटा क्यान्डी भइसकेको छ। अब ल ल अब चाहिँ हेरौँ के हुन्छ। हेलो दाइ, चक्लेट किन्नुहुन्छ? 5 रुपियाँमा हो नि किन्ने? कतिवटा किन्नुहुन्छ? 4वटा किनिदिनु, 5वटा किनिदिनु है ल। 25 रुपियाँ दिनु। गाइज मेरो कन्फिडेन्स चाहिँ बिल्डअप भइरहेछ। 5वटा बेचेँ मैले। साइड लागौँ है त। रिट चेन्ज छैन, के गरौँ? हजुर रुक्नु है गाइज। मैले 25 रुपियाँ फेरि कमाइसकेँ। दाइले चाहिँ होइन 5वटा चक्लेट किनिदिनु भयो। मेरो 25 रुपियाँ यही भइसक्यो गाइज। चेन्ज छैन, चेन्ज गरिदिनु न है गाइज। मैले चाहिँ 25 रुपियाँ पाएँ होइन। अब चाहिँ 25 रुपिस चाहिँ चेन्ज गरिदिनु पर्ने हुन्छ। अहिलेको यो स्टार्टिङ होइन, 2जनाको कस्टमर मैले पाइसकेँ। म चाहिँ एकदम हुन्छ नि कन्फिडेन्स लेभल हाई भएको छ, हुन्छ जस्तो भएको छ। 25 रुपियाँमा मानिदिनु है गाइज। मैले चाहिँ 25 रुपियाँ कमाएर गाइज मैले चाहिँ 2 रुपियाँदेखि 25 रुपियाँ बनाइसकेको छु होइन। ओके थ्याङ्क यू। गाइज क्यान्सल भयो। अब चक्लेट किन जान्छ है त यो पैसाको। 5 रुपियाँको 5वटा अनि दिनु। मैले 4वटा चोको पनि अनि 4वटा यो ओरेन्ज क्यान्डी लिइसकेँ। अब त्यसलाई बेच्नु पर्ने हुन्छ है। बेच्ने कसलाई हो अब आइडिया छैन। चक्लेट किन्नुहुन्छ? नो 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 गाइस किन्नु भएन। हेलो सिस्टर, चक्लेट किन्नुहुन्छ? चक्लेट किन्नुहुन्छ? के किन्ने हो र? किन्नु मन छ भने 5 रुपियाँ एउटालाई कति दिनुहुन्छ? गाइस हामीले बेसी भएछ। थ्याङ्क यू सो मच। गाइस मैले चाहिँ 10 रुपिस कमाइसकेको छु। अलि अगाडि ल।
म दिन्छु जबरजस्ती त गर्नु भएन नि कस्टमरको राइट्स बुझ्ने कुरा हुँदैन पैसा हामी चोको पनि किन्न चाहन्छौँ है त थ्याङ्क यू गाइज हामीले चक्लेट किनिसक्यौँ यति धेरै अब चाहिँ यसलाई चाहिँ हामीले कति 20 रुपियाँमा बेच्नुपर्ने हुन्छ नभए हामीलाई प्रफिटै भएन कि गाइज यहाँ दुःख भइसक्यो पसिना हुन्छ खाने हो दाइले किन्दिनु हो न किन्नुहुन्छ 20 रुपियाँमा किन्दिनुहुन्छ 20 रुपियाँ 5 रुपियाँमा किनेर 20 रुपियाँ बेच्ने किन्नुहुन्छ है के हुन गाइज मैले यतिकै दिएँ गिभे चाहिँ होइन बित्ता सानो बच्चा थियो नि त अनि माया लाग्यो अनि त्यही भएर दिएँ केही छैन अब चाहिँ हामी भाटबटिङ साइड जानुपर्ने हुन्छ त्यहाँले त पक्कै पनि किन्नुहुन्छ हामी अब भाटबटिङ जान्छौँ अनि त्यहाँ गएर यो चक्लेट बेच्नुपर्ने हुन्छ सो स्याड गाइज यो चक्लेट चाहिँ बिक्री हुन्छ जस्तो चाहिँ लागेन कसरी के भन्छ अब यो सिस्टरलाई बेच्नु हेलो सिस्टर चक्लेट किन्नुहुन्छ भाटबटिङ साइड आएको त कसैले किन्नुहुन्छ राम्रो हुन्छ कमाउने उद्देश्य होइन अरू नै पर्छ अब चाहिँ म यति ट्राई गर्छु कसरी मेरो किनिदिनु न त छोराछोरी होला नि त घरमा अब बाटो हिँड्नु बच्चाको त्यसलाई दिँदा हुन्छ न हजुर किन मलाई खोज्दा नि हुन्छ बिजनेस गर्न गाह्रो रहेछ पैसा यतिकै नआउने रहेछ पैसा त नआउने रहेछ भाइ पैसा गर्न गाह्रो रहेछ तपाईँ किन हुन्छ भाइ कति गरे 20 रुपियाँ यो त 5 रुपियाँको चक्लेट 20 रुपियाँ भन्ने 20 रुपियाँ भन्दा ए 5 रुपियाँको चक्लेटले 20 रुपियाँ भन्ने यो मैले बेचेछु नि त 20 रुपियाँ हो क्या किन लिनु 5 चक्लेट अनि मैले 20 दिनुहुन्न 5 मा लिनु त्यसो भए 5 भन्ने 10 मा लिनु 10 मा म यत्रो दुःख गरेर यहाँदेखि लिएर आइरहेको छु अनि बेचिरहेको छु अलि अलि गाइस पैसा कमाउन गाह्रो रहेछ म फिल गरेँ अब चाहिँ म पैसा धेरै गर्दिन धन्यवाद खुसी भयो मिठो रहेछ एकदम मिठो चक्लेट किनिदिनु न है मान्छे है छ आज रुवाउने भयो गाइस मलाई चाहिँ अति रिस लाग्यो फेरि म ट्राई गर्छु हार मानेको छैन गाइस भाटबटिङ सधैँ पैसा भ्याएर आउनु भएको हुन्छ म उतै जान्छु म झ्याउ लाग्यो तिमीले खाने नखाऊ गाइस उसलाई त्यति है कहिले चाहिँ फ्रीमा पनि दिनुपर्ने हुन्छ चक्लेट किन्नु लाग्यो दा अरू क्यामेरादेखि नै डराइरहेको छ है गाइस भाटबटिङ साइड आएर झन् धेरै बिक्री हुन्छ भनेको सबैले भाटबटिङमा पैसा भ्याएर आउनुहुन्छ बाहिर आउँदा पैसा हुँदैन अब चाहिँ के गर्नु म हरु न अब चाहिँ लोकेसन चेन्ज गर्नुपर्ने हुन्छ त्यो आन्टीलाई चाहिँ टार्गेट गर्छु अलि डिसेन्ट अलि बोलीमा भने त्यो के डिफेन्ड गरेर आफ्नो आन्टीको बोली आन्टी चक्लेट किनिदिनु न है किनिदिनु न सिस्टर चक्लेट किनिदिनु न है क्युआर पनि हुन्छ के हुँदैन बच्चा बुच्चीहरूलाई कसैलाई दिनु होला नि त नाइ बाटोमा हिँडिरहेको नानी बाबुहरूलाई दिँदा नि त हुन्छ नि त हजुरको फ्रेन्डहरूलाई दिँदा नि हुन्छ चक्लेट जाँदैन नि त सबले खान्छन् चक्लेट क्युआर गरिदिनु न त मोबाइल हटस्पट ल्याउ हो त्यसमा छ क्युआरहरू कति हो एउटालाई 20 रुपियाँ गाइज हामीले चाहिँ अब क्युआर सिस्टम पनि छ हाम्रोमा क्युआर गरौँ होइन हटस्पट चाहिन्छ दिदी उहाँसँग छ अलरेडी कति लिन्छ एउटा सिस्टरले चाहिँ लेख्नु भयो क्युआर गरेर अनि चाहिँ त्यो खातामा हुन्छ पैसा होइन यहाँ देखाइदिनु त भयो है त थ्याङ्क यू सिस्टर चक्लेट किनिदिनु न
एउटालाई 20 अनलाइन गरे हुन्छ हुन्छ दुईटा किलो क्यास दिनु राम्रो ओहो आज धेरै सेल होला जस्तो छ अझै एउटा किन्नु न है एउटा किन्नु न दुईजनाले खाँदै जाने पो हो त किन गर्नु त भएन अझै यो चाहिँ यही छ 60 क्ल्याप फर हिम रिटर्न गर न त क्ल्याप फर हिम गाइस अलमोस्ट हामीले चौकवन किनेको कलेक्ट बेचेर भइसक्यौँ होइन अब चाहिँ हामीसँग 110 रुपिस अनि भाइरोनी साइड चाहिँ लोकेसन चेन्ज गर्छौँ किनभने यता धेरै किनिदिनु भएन के त्यही नै हो अब चाहिँ हामी कता साइड जान्छौँ त्यो चाहिँ थाहा छैन अब चाहिँ जाम है त गाइस अब चाहिँ हामी चौकवन प्याकेट नै किन्छौँ गाइस हामी चाहिँ यहाँ कस्तो मन लाग्यो चौकवनको प्याकेट छ कसरी हो नि कति पिस हुन्छ यसमा 18 पिस मलाई दौडा के Only one. Mana sih? 25 मा किन्दिनु भयो गाइस यतिको चाहिँ सबै हुनु पर्छ के सबै किन्नु न किन्नु न कति किन्नु हुन्छ दुईटा किन्दिनु न त हामी दुःख गरिरहेको छौँ मजाले नि किन्दिनु भयो सेन्स दिनु न सेन्स छैन तपाईँ 5 वटा किन्नु न त हुँदैन किन्दिनु भयो क्रेजी यार किन्दिनु भयो नि 120 रुपिस भइसक्यो सो क्रेजी टाइम लाग्यो गरिलाई 40 रुपिस 45 रुपिस 35 रुपिस अझै किन्नु जानु हुन्छ चकलेट किनिदिनु न है के हुँदैन क्युआर गर्दा नि हुन्छ कि यो चाहिँ हाम्रो पैसा हो गाइस मेहनतको कमाई भनेको यस्तो हुने रहेछ कि माया लाग्ने रहेछ गाइस अघि चाहिँ मैले पेन्टिङमा राखेको थिएँ यो पैसा के गर्ने भनेर यो पैसा चाहिँ हामीले प्लेस पिपुलहरूलाई बिस्कुटहरू अनि के भन्छ चौचौहरू अनि त्यसपछि फ्रुटीहरू किनेर दिन्छौँ है त त्यही नै हो अब साउन्डै आएको छैन घरमा हुनुहुन्छ होला नि त क्युआर गरिदिँदा नि हुन्छ धन्यवाद रिजेक्टेड गाइस किन्दिनु न किन्दिनु न अहिले पछि खाँदा नि हुन्छ कि चक्लेट त यत्रै त हुन्छ कि घरमा छोराछोरीलाई लैदिने पो के हुन कि किन्दिनु न किन्दिनु केही हुँदैन क्या हजुरको एउटा चक्लेट किनेर हामीलाई कति ठुलो सहयोग हुन्छ नि एउटालाई 20 रुपियाँ कहाँको र मेडिन कहाँको नानी हो मेडिन त नेपालै हो मेडिन नेपालै हो आफ्नै नेपाल उहाँले अङ्कलले किन्नु होला भन्नुहुन्छ कति एउटालाई 20 रुपियाँ सबै किन्न लाउनु भयो 5 रुपियाँ ओ थ्याङ्क यू क्ल्याप फर हिम अन्के केही होइन चकलेट किन्दिनु न है एउटालाई 20 रुपियाँ हजुर 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 किन्दिनु न है कतिवटा किन्नुहुन्छ दुईटा किन्छ धेरै कमाइ म फेरि चकलेट किन्दैछौँ है त
लुवा पकवान छ पकवानको प्याकेट छ दिनु न एउटा कति हो नि हामीले भर्खरै एटीमा किनेको भर्खर हेर्नु न प्याकेट किनेछौँ भिडियो पनि बनाइरहेको छौँ एटीमा भर्खरै किने हो कि न भिडियोमा पनि देखाउन सक्छौँ है हामीले 85 भर्खर त्यहाँको पसलदेखि एटीमा किनेर बेचेर पैसा कमाएर त्यो गरेका छौँ दुईटा किनौँ है नै पहिला एउटै हो सघाउ नि त हुन्छ त्यो ग्राउन्ड जाने हो दुईटा ग्राउन्ड जाने हो दुईटा दिनु न 80 81 60 भयो है गाइस हामीले चाहिँ दुईटा प्याकेट किनिसकेको छौँ यसलाई बेच्दा चाहिँ हामीले 500 बनाउँछौँ होला है बनाउँछौँ सकेको यसलाई बेचेर 500 एक्सप्लेन गर्नुपर्छ कि डाइरेक्ट भन्नुहुन्छ कतिवटा किन्नुहुन्छ लगाइहाल्छ नि मान्छे आफै खुसी भएर आउनु अन्त पहिला एक्सप्लेन गर्नु भनेर के दुईटा किन्नु गिटार आएको त्यही भएर भनिरहेको थियो हैन आफ्नो दुईटा किन्नु त्यसले रिटर्न गर्छ क्लियर गर्नु मिल्छ के आमाले किन दिनुहुन्छ र चक्लेट योर विश चेन्ज गरेर हजुर चेन्ज गरेर हामीले किन्दिनु न 20 मात्र हो त अनि किनेर मलाई दिइराख्छ हुन्छ किन्दिनु न सरी दुईटा त किन्नु त हेड डिस्प्ले दुईटा त किन्नु ओके थ्याङ्क यू दाइ थ्याङ्क यू खुसी भयो थ्याङ्क यू नजानु एकछिन गर्नुपर्छ नि गरिदिन्छु अन्त प्रकार छ है त रोनाल्डो कि मेस्सी भाइ रोनाल्डो कि मेस्सी हो म पनि रोनाल्डो सेम छु गरिदिउँ त एकचोटि खुसी हुनुभयो अब किनिदिनु त आउनु है कहाँ बाटो आइले घर जानु घर घर किन्दिनु है 5वटा किनिदिनु सकेको 100 आइहाल्यो हस् हस् थ्याङ्क यू जतिवटा किन्नु जानुहुन्छ एउटाको 20 पाँचवटा किन्नुहुन्छ यो डोनेसनको कति लाग्यो एउटाको 20 कतिवटा लिँदा नि दुईटा लिनु एटलिस्ट दुईजना त हुनुहुन्छ लिनु न भिडियो गरिराख्नु क्युआर गरिदिँदा नि हुन्छ
क्युआर गरिदिँदा नि हुन्छ ल्याउनु भयो होला 15-20 रुपियाँ त केही भएन थ्याङ्क यू गाइस म माग्ने जस्तो देखिरहेको ब्रोदर चक्लेट किनिदिनु न चक्लेट किनिदिनु न हात बनाउनु चोकोपान छ तर यो लाग्छ चोकोपान यो 20 रुपियाँमा युट्युबमा आउँछ युट्युबमा केही हुन्छ जस्तो किनिदिनु न त हुन्छ केही न केही 20 रुपियाँ 5 रुपियाँ किनिदिनु के कहाँ 5 त किन्ने हजुरको जति जतिवटा किन्दा नि हुन्छ किन्ने किनिदिनु कति छ 20 रुपियाँ रहेछ यहाँ ठ्याक्कै हुन्छ भाग्यमानी हुँदो रहेछ 20 त रहेछ थ्याङ्क यू भिडियो हेर्नु मन छ भने चाहिँ हाम्रो च्यानलमा गएर हेर्न सक्नुहुन्छ अम्ता खड्का छ भिडियो हेर्नु मन छ भने के हेर्छ नि अम्ता खड्का हजुर AMTA KHDK खड्का चक्लेट खाने हो लौ नानी चक्लेट केही हुँदैन पैसा नभए नि हुन्छ बच्चा बच्चीहरूलाई दिँदा नि केही हुँदैन यतिकै लौ नानी गाइस हामीले यतिकै पनि दिँदैन है त थ्याङ्क यू भन्नु पर्दैन भन्दिउ ल थ्याङ्क यू भन चप्पलै देखाएर जिल्ला काट एउटा आइसक्रिम हालेर बेच्दिनु भने किन्नु हुँदैन किन्नु भएन के छैन हुन्छ एउटा पिसको 20 रुपियाँ हजुरको चोइस गरेर गाइस हामी त के गरेर राख्दैछ हामी कहाँ जानु यो चक्लेट चाहिँ ल्याउनु नै पर्छ कतिवटा बाँकी छ अब छैन अब 4-5 पिस छ होला एकैचोटि 100मा सबलाई दिनु पर्यो यार हजुरलाई भिडियोमा कम्फर्टेबल छैन भने हामी ब्लर हालिदिन्छौँ स्क्रिप्टेड हुन्छ गाइज उहाँले चाहिँ भिडियो नबनाउने भन्नुभयो चक्लेट किनिदिन्छु भन्नुभयो यो भिडियो चाहिँ हामीले राख्न पाउँदैनौँ बिहाइन्ड द स्क्रिन बेच्छौँ है त 100 रुपिसको बेच्यौँ हामीसँग चाहिँ 400 थियो हामीले 500 बनाइसकेको छौँ है त गाइज हामीले चाहिँ हाम्रो च्यालेन्ज कम्प्लिट गरिसकेको छौँ बट एउटा ट्विस्ट भयो लास्टमा आएर हामी नै सक भयौँ होइन हामी चाहिँ कन्फ्युज थियौँ कि 2 रुपिसदेखि 500 बनाउने कि 1000 रुपिस बनाउने भनेर अनि के भयो भन्दा मैले चाहिँ स्टार्टिङमा 1000 रुपिस भनेको रहेछु बट यहाँ चाहिँ हाम्रो साथीहरूले दाइहरूले चाहिँ 500 भनेको भन्नुभयो अनि त्यसै 500मा इन्डिङ गरिदिउँ जस्तो भए पनि अब केही भएन आजको लागि यति नै बट हामीले नेक्स्ट टाइम भिडियो गराउने बेला चाहिँ हल्का बेसी टाइम निकालेर बनाउनेछौँ हामीले लाइक मर्निङदेखि नाइटसम्म नै भ्लग बनाउनेछौँ यो च्यालेन्जिङ भिडियो बनाउनेछौँ आजको भिडियोमा त हामी जम्मा 1 आवर टाइम निकालेर भिडियो बनाएको थियौँ भने अब नेक्स्ट टाइम गर्दा चाहिँ हामीले बिहानदेखि रातिसम्म हामीले कति बनाउन सक्छौँ अब 1-2 रुपियाँ 5 रुपियाँदेखि हामीले कति गराउन सक्छौँ भन्ने च्यालेन्ज गर्नेछौँ नेक्स्ट भिडियोमा अनि हामीले यो जुन हाम्रो उठेको यो 500 छ यो पैसाले चाहिँ हामीले डिसेबल पिपुलहरूलाई अनि त्यसपछि अनि होमलेस पिपललाई चाहिँ हामीले आफूले सक्दो हाम्रो बजेटले भ्याउँदो सहयोग गरेर सहयोग गर्नेछौँ होइन अब यो पैसाको चाहिँ हामीले मिसयुज गर्दैनौँ त्यही नै हो आजको भिडियोमा हजुरलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला अनि हाम्रो च्यानल सब्सक्राइब गरिदिनु होला अनि यो भिडियोलाई लाइक गरिदिनु होला अनि अरू बेला चाहिँ मैले यो भिडियोहरू चाहिँ सेयर गर्नु कहिले पनि भनेको थिएन किनभने त्यो नर्मल भिडियो हुन्थ्यो तर आजको भिडियोमा चाहिँ हामीले लास्टै दुःख गरेको छौँ सो द्याट्स वाइ यो भिडियो चाहिँ सेयर गरेर हजुरहरूको साथीहरूलाई सकेसम्म हामीलाई सेयर गरेर हेल्प गरिदिनु होला त्यही नै हो गाइस बाई